सबैजनालाई नमस्ते। मैले चाहिँ अस्ति आफूमा घटेको घटनालाई चाहिँ सोशल मिडियामा प्रस्तुत गरेको थिएँ। आज चाहिँ म आफै भन्न चाहन्छु, तर मलाई सोशल मिडियामा आउनु कुनै रहर थिएन। यो मेरो बाध्यतावश म सोशल मिडियामा आएर आफ्नो आवाज उठाउनमा बाध्य भएको हो। मान्छेमा एउटा अत्याचार गर्नको पनि सीमा हुन्छ मान्छेले। त्यही भएर म चाहिँ यो समाज समक्ष देखाउन चाहन्छु, यतिसम्म पनि मान्छे हुन सक्छन् भनेर। अहिले चाहिँ नेपालमा के छ भनेपछि विदेश नजाने कुनै पनि हुँदैन। भोलि यो घटना अरूमा पनि दोहोरिन सक्छ हैन। कसैले त भोकिरहेको पनि होलान्, तर मेरो तर्फबाट ममा कस्तो घटना घट्यो भन्ने बारेमा म प्रष्ट सबै कुरा चाहिँ म सुरुदेखि चाहिँ मेरो यो माया प्रेमदेखि लिएर यो अहिलेसम्मको यो स्थिति कसरी पुग्यो भन्ने कुरा म हजुर समक्ष सबैलाई यहीबाट सोशल मिडिया थ्रु सबैलाई जानकारी गर्न चाहन्छु। सुरुमा चाहिँ हाम्रो सम्बन्ध प्रेम भनेको चाहिँ 4 वर्षको सम्बन्ध प्रेम हो। जबकि अब उसलाई मैले काठमाडौँमा 11-12 पढायो, त्यसपछि उसको चाहिँ 12 सकियो। अनि 12 सकिएपछि अब के गर्ने भन्दाखेरि अब त्यसपछि घरमा सबैले सल्लाह गरे, अनि उसको अनि मेरो अनि बुवाको त्रिपक्षीय सल्लाह भयो। अनि त्रिपक्षीय सल्लाह भएपछि अब हामीहरूले अनि अस्ट्रेलिया र अनि अमेरिकाको दुईटै तयारी गरौँ, जताको भिसा लाग्छ अनि ठिकै छ नि त भन्ने हिसाबले उता अस्ट्रेलियाको नि यता डकुमेन्टेसन गर्दै थिए, अनि उता युएसको पनि गर्दै थिए। अनि युएसको भिसा अनि लाग्यो। युएसको भिसा लागेपछि अनि ठिकै छ भनेर यता अब युएस नि राम्रै छ, भोलि गएर पढाइ अब युएस भनेको त नम्बर 1 हो पढाइमा त भन्ने कुरा। अब युएस भनेको त अब एजुकेसन सेक्टरमा राम्रै छ, भोलि गएर त्यहाँ पढेर आयो भने राम्रै फ्युचर हुन्छ भन्ने हिसाबले सबैको सहमति भएर अमेरिका पठाइयो। अमेरिका पठाउँदाखेरि यदि के भन्छु भनेपछि उसको हरेक प्रोसेस सबै कुरा चाहिँ मैले गरिदिए हो। सबै कुरा उसलाई चाहिँ केही पनि उसको मेल धरी युनिभर्सिटीमा गर्ने सबै एभ्रिथिङ उसको आइल्सदेखि लिएर सबै खर्च हाम्रो परिवारले नै बेहोरेको। उसको उसले चाहिँ अहिले आएर उसले चाहिँ जुन यो धोका दिएको छ यो कुरा चाहिँ उसले यति चाँडै बिर्सिसक्यो। सबै कुरा गरेको मैले इभन उसको इन्टरभ्यू डेट बुक गर्दाखेरि 4 महिनासम्म नसुतिकन इन्टरभ्यू उसको डेट बुक गरेको छु। त्यसपछि उसले चाहिँ गएको 3 महिनापछि चाहिँ हाम्रो सम्बन्ध 3 महिनासम्म चाहिँ राम्रै थियो। 3 महिनासम्म बोल्ने सबै कुराहरू सेयर हुने गर्थ्यो। अहिले बिस्तारै चाहिँ अब फोन गर्न छोड्ने, फोन नउठाउने गर्न थाली। मैले भने किन हो यस्तो के हो भने मेरो एकचोटि नि फुर्सद हुँदैन भनेर म टाइम भएको बेला आफै गर्छु, त्यहाँबाट नगर्नु फोन, त्यहाँबाट फोन गरेपछि म आफै ब्लक गरिदिन्छु फेरि भनेर यस्तो उसले चाहिँ थ्रेड जस्तो दिने के। अनि मैले भने हुन्छ त ठिकै छ भनेर मैले ठिकै छ अब जहिले टाइम हुन्छ त्यसले गर्नु भन्दाखेरि उसले चाहिँ 10 दिनमा गर्थ्यो, 15 दिनमा कहिले काहीँ गर्थ्यो। इभन त्यति फोन गरेको बेला पनि उसले चाहिँ राम्रोसँग नबोल्ने कि त बाथरुम टोयलेटमा गएर बोल्ने कि त रातिको टाइममा पनि आँगनमा गएर बोल्ने कि कुरा गर्नलाई। अनि मैले अनि अब त्यतिसम्म गरेपछि कसको मनमा शंका उत्पन्न हुँदैन भने त्यतिसम्म गरेपछि। अनि मैले भने किन यस्तो गरेर आएको के हो भन्दाखेरि उसले चाहिँ पुरै इन्कारै गर्ने कि कुरै नसुन्ने, कुरै पनि नसुन्ने, केही पनि नगर्ने कि उसले चाहिँ केही पनि नसुन्ने। त्यसपछि मैले भने यस्तो गर्नु हुँदैन, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भन्दाखेरि 1 महिनासम्म पनि कुरा नगर्ने। अनि त्यसपछि मैले बिस्तारै थाहा पाएँ कि मलाई त युएसबाट फोन आइसक्यो कति ठाउँबाट। अनि भनिसक्यो अब सबै कुरा देखिसक्यो। उसको मेल त मसँग लगइन थियो नि त, त्यतिखेर युएसको प्रोसेस मैले गरिदिन्थ्यो। अब हरेक कुरा उसको लोकेसन चाहिँ देखिरहेछ कि त्यो पाकिस्तानी केटाको हरेक टाइम गएको लोकेसन देखिरहेछ। यो लोकेसन चाहिँ मलाई सोच्थ्यो काम गर्ने ठाउँको लोकेसन हो कि के हो सोचिरहेको थियो। जब मैले युएसबाट त्यो लोकेसन लगाएर पत्ता लगायो, त्यो लोकेसन चाहिँ फेरि त्यो पाकिस्तानीको लोकेसन रहेछ कि हरेक टाइम त्यहाँ गइरहेको, म चाहिँ काममा गइरहेको कि के हो कि भनेर सोचिरहेको थिएँ। तर त्यस्तो हो। अनि जब मैले यो कुरा उसलाई भने यस्तो किन गरिरहेको के हो भनेपछि उसले चाहिँ पुरै टोटल्ली त्यसपछि चाहिँ उसले चाहिँ कटअपै गरिदियो कि त्यसपछि चाहिँ कुराकानी उसले चाहिँ कसले भने यस्तो नभएको कुरा या ऊ भन्दै थियो। फेरि भने म पत्याउन पनि पत्याउँदिनँ। अब कसैले अब उसको व्यवहारै देखिरहेछ, कसैले तेरो बुढी यस्तो गर्दैछ युएसमा उस्तो गर्दैछ भनेर म किन पत्याउँथेँ। जब उसको व्यवहारले त्यो देखाइरहेछ भने त म अभियसली मैले पत्याउने होइन, मसँग प्रुफ पनि आइसक्यो, सबै कुरा भइसक्यो। नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले हजुरहरूले मेरो भिडियो फोटोहरू सबैतिर देख्नु भएको होला, फेसबुक तथा टिकटकमा अनि अन्य सोसियल मिडियाहरूमा देख्नु भएको होला। खास गरी चाहिँ टिकटकमा चाहिँ धेरै नै मान्छेहरूले मेरो फोटोहरू युज गरेर अनि नराम्रो भनिराख्नु भएको छ। अनि मैले कमेन्टहरू पनि देख्दै थिएँ, एकदमै धेरै मान्छेहरूले कमेन्ट पनि नराम्रो गर्नुभएको थियो। म तिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ एउटा साइडको मात्रै स्टोरी सुनेर, एउटा मान्छेले भनेको अनुसार मात्रै सुनेर पढेर कसरी एउटा मान्छेलाई जज गर्न सक्नुहुन्छ, कसरी मलाई नराम्रो बनाउन सक्नुहुन्छ। हजुरहरूलाई के थाहा छ मेरो लाइफको बारेमा, रियालिटी के भइरहेको छ, रियालिटी के हो भनेर हजुरलाई के थाहा छ र? केही पनि थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर फेसबुकतिर टिकटकतिर के कुरा भइरहेको छ भन्दाखेरि चाहिँ म यहाँ अमेरिकामा केटासँग लिभिङ टुगेदरमा बसिरहेको छु, त्यो पाकिस्तानी केटासँग यहाँ हामी दुईजना सँगै अपार्टमेन्टमा बसिरहेछौँ भन्ने कुरा छ, जो कुरा सत्य होइन। यदि जसले भन्दैछ भनिरहेको छ जो मान्छेले हामी यहाँ सँगै बसिरहेछौँ भनेर, त्यो मान्छेलाई प्रुफ माग्नुहोस्। यदि त्यो मान्छेसँग प्रुफ छैन भनेपछि म दिन्छु हजुरहरूलाई प्रुफ। मसँग छ, हरेक महिना मैले रेन्ट पे गरेको मसँग सबुत छ। म यहाँ एउटा सानो अपार्टमेन्टमा हामीहरू कसरी स्ट्रगल गरेर सबै स्टुडेन्टहरू, सबै मेरो केटी साथीहरू, हामी 4 जना बस्थ्यौँ, सबै साथीहरू मिलेर बसेर गरेर कसरी सबै गरिरहेको थियौँ मलाई मात्र थाहा छ, त्यो कुराहरू हजुरलाई थाहा छैन। अनि अर्को कुरा चाहिँ सबैतिर मेरो बुवालाई चाहिँ नराम्रो बनाइराख्नु भएको छ हजुरहरूले। बिहे गर्दाखेरि भगाएर मलाई ल्याउँदाखेरि उसले मेरो मम्मी बाबाको पर्मिसन लिएर भगाएर ल्याएको होइन नि मलाई। बिहे गर्दाखेरि उसले मेरो मम्मी बाबालाई सोधेको थियो
अनि अहिले चाहिँ मेरो मम्मी बाबा चाहिँ मेरो बुवा चाहिँ बिचमा कहाँबाट आउनुभयो अनि अर्काको बुवालाई अर्काको फ्यामिलीमाथि अनि यत्तिकै जे पाए त्यही अनि दोष लाउने अनि अर्काको बुवालाई नराम्रो भन्ने तपाईँहरूलाई यो हक कसले दियो कसैलाई जज गर्ने कसैको बारेमा नराम्रो भन्ने अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्नुपर्छ अरे न्याय दिन्छौँ रे न्याय दिनलाई गर्नलाई तपाईँहरू को हो र जज छ त कोर्ट छ त उनीहरू भएको के फाइदा नि तपाईँहरूले नै न्याय दिने भए सबै डिसिजनहरू तपाईँहरूले नै बनाउने भए त के हुन्थ्यो र आफ्नो भ्युज बढाउनको लागि आफ्नो लाइकहरू बढाउनको लागि यत्तिकै मान्छेको कसैको पनि फोटो युज गरेर यत्तिकै जे पाए त्यही बोल्न पाउँछ गाली गर्न पाउँछ मेरो इमेज छैन ऊ छैन मेरो इज्जत छैन अनि अर्को कुरा चाहिँ धेरै मान्छेहरूले इभन मलाई मेरो इनबक्समा पनि आएर भन्नुभएको छ कि ऊ भाइसँग कन्ट्याक्टमा आऊ रे उसँग कुरा गरेर यो गर भनेर भन्नुभएको छ मैले उसलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन इन्स्टाबाट पनि फेसबुकबाट पनि कुनै ठाउँबाट व्हाट्सएपबाट पनि कहीँबाट पनि मैले उसलाई ब्लक गरेको छैन सबै ठाउँबाट ऊ मेरो कन्ट्याक्टमै छ अब हामीहरूको यस्तो भइरहेको भएर अहिले कुरा मात्र नभएको हो मैले कहीँ कुनै ठाउँबाट केही पनि गरेको छैन उसलाई अनि अर्को कुरा चाहिँ अब उसको पैसा फिर्ता गर भन्ने कुरा भएको छ उसको पैसा खायो रे गर्यो भन्नुभएको छ अनि त्यो कुरा पनि म त्यो कुरा पनि म हजुरहरूलाई भन्छु त्यसको आन्सर पनि म दिन्छु हजुरहरूलाई हामी दुईजना फ्यामिलीले बसेर नै सबै चिज गरेरै हामीले डिसिजन बनाएर उसको पैसा रिटर्न गरिदिने भनेर भनेको अनि अर्को कुरा चाहिँ हाम्रो पैसा यति लागेको उति लागेको भनेर भन्नुभएको छ यता युएस पठाउँदाखेरि त्यो कुरामा पनि म के भन्न चाहन्छु मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो आधी पैसा मेरो बाबाले पनि दिनुभएको थियो सो हेल्प गर्नुभएको थियो हामीलाई अनि त्यही भएर अनि मेरो बुवाले चाहिँ हामीहरूले दुईजना परिवार बसेर मिलेर चाहिँ अनि हामीले के भनेको थियौँ भन्दाखेरि सल्लाह गरेको थियौँ पैसा चाहिँ अनि दिने भनेर भन्नुभएको थियो अनि अर्को कुरा के भन्दाखेरि चाहिँ मसँगै मेरो फोटोहरूसँगै अनि पछि अर्को त्यो केटाको पनि फोटोहरू हजुरहरूले लाएर जे पाए त्यही अनि उसको बारेमा पनि भन्नुभएको छ गर्नुभएको छ उसलाई मैले चिनेको छु मेरो साथी हो अब अमेरिकामा कोही बसिराख्नु भएको छ यो भिडियो हेरिराख्नु भएको छ भनेपछि उहाँहरूलाई थाहा होला युएसमा आएर कस्तो हुन्छ को मान्छे कतिखेर काम लाग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन हेल्प सबैको चाहिन्छ सबैसँग राम्रोसँग बोल्नुपर्छ मिलेर बस्नुपर्छ त्यो त्यसमा केही ठुलो कुरा भएन हेल्प जसलाई पनि जतिखेर पनि चाहिन सक्छ हुनसक्छ अनि सबैतिर मैले देखेको के भन्दाखेरि एउटा त्यो स्क्रिनशट छ जुनमा चाहिँ त्यो केटाले चाहिँ मलाई $1000 चाहिँ पठाएको छ त्यो के हो कुरा भन्दाखेरि म भन्छु मेरो कलेजको फी तिर्नुपर्ने थियो मलाई गाह्रो भएको थियो अनि मैले उसँग चाहिँ सापट्टि मागेर मलाई त्यतिखेर अर्जेन्टली चाहिएको थियो मैले उसँग सापट्टि मागेर अनि उसले मलाई मेरो अकाउन्टमा पैसा पठाएको अनि उसलाई मैले भोलिपल्ट नै क्यास पैसा उसलाई मैले $1000 उसले मलाई पठायो $1000 नै मैले उसलाई क्यास दिएको त्यो हो रियालिटी चाहिँ अनि हजुरहरूले त्यो एउटा त्यो स्क्रिनशट देख्ने बित्तिकै गर्ने बित्तिकै अनि त्यो जे पाए त्यही बोल्न गर्न पाउँछ अनि त्यसरी अनि म अरू के भन्न चाहन्छु भन्दाखेरि मेरो बुवाको बारेमा मेरो घर परिवारको बारेमा चाहिँ कसैले पनि नराम्रो नभनिदिनु होला अनि मेरो फोटोहरूमा मेरो भिडियोहरूमा पनि नराम्रो कमेन्टहरू नगरिदिनु होला अनि यो सबै उसले किन गर्दैछ मलाई किन अहिले बदनाम गरिरहेको छ बेइज्जत किन गरिरहेको छ भन्दाखेरि चाहिँ उसले चाहिँ मेरो फ्यामिलीसँग मसँग 2 करोडको डिमान्ड गरेको थियो पैसाको लागि अनि जो कि हामीले त्यति धेरै पैसा हामी दिन सक्दैनौँ गर्न सक्दैनौँ भनेर भन्यौँ अनि त्यसपछि चाहिँ आएर उसले यस्तो गरेको पहिला चाहिँ 2 करोडको डिमान्ड गरेको थियो अनि केही समयपछि चाहिँ उसले अनि हाम्रो लागेको पैसा दिनु भनेर भनेको थियो अनि त्यही अनुसारले हामीले उसलाई 20 लाख रुपियाँ उसको लागेको जति पैसा थियो अनि त्यो सबै दिने भनेर भनेको थियौँ हामीले कसैको पैसा खाने गर्ने भनेको छैन पहिलो कुरा चाहिँ अनि मेरो बुवाले चाहिँ के भन्नुभयो भन्दाखेरि चाहिँ हामी पैसा दिन्छौँ तर सबै कुरा भयो भनेपछि कोर्टमा जजको अगाडि नै सबै कुरा दिन्छौँ भनेपछि पैसाहरू क्यास दिए पनि चेकमा दिए पनि उही अगाडिमै नै अदालतमा गएर नै दिन्छौँ भनिसकेपछि उसले नमानेपछि नाइ मलाई अहिले नै पैसा चाहिन्छ मलाई आज नै मेरो अकाउन्टमा पैसा पठाउनु मलाई क्यास चाहिन्छ भनेर गरिसकेपछि अनि जो कि मेरो बुवाले मान्नु भएन उसको उसले के चाहेको थियो भन्दाखेरि चाहिँ पैसा अगाडि नै लिने अनि त्यसपछि चाहिँ मलाई सधैँभरि फेरि डिभोर्स पनि नदिएर मेन्टली यसरी टर्चर दिइराख्ने उसको त्यही नै थियो मोटिभ चाहिँ त्यही भएर उसले यो सबै गरिरहेको छ मलाई बेइज्जत गर्नलाई बदनाम गर्नलाई यस्तो सबै गरिरहेको अब म हजुरहरूलाई धेरै केही भन्न चाहदिनँ प्लिज अब मेरो बारेमा त्यस्तो नराम्रो भिडियोहरू मेरो परिवारको बारेमा मेरो बारेमा कसैले पनि नराम्रो नसोचिदिनु होला हजुरहरूलाई धेरै कुराहरू थाहा छैन रियालिटी थाहा हुँदैन हाम्रो बिच 4 वर्षको रिलेसनमा के भयो के भएन अहिले म यहाँ कस्तो अवस्थामा छु के भइरहेको छ मसँग केही थाहा छैन हजुरहरूलाई त्यही भएर कसैको लाइफमा यसरी इन्टरफियर गरेर कसैलाई गलत बनाएर नराम्रो भन्ने काम चाहिँ त्यस्तो चाहिँ नगरिदिनु होला अनि अर्को कुरा चाहिँ डिप्रेसनमा गयो रे ऊ डिप्रेसनमा गयो भन्ने कुरा डिप्रेसनमा गएको खै डिप्रेसनमा गएको भयो भने खै के औषधि खाइरहेको छ के कहाँ गइरहेको छ कुन चाहिँ हस्पिटलमा गएको छ त्यो हुनु पर्यो नि त प्रुफ यत्तिकै डिप्रेसनमा गएको छ रे यस्तो रे उस्तो रे भनेर त्यत्तिकै भनेर हुन्छ जे पाए त्यही बोल्न पाइन्छ हाम्रो पनि त अहिले सिचुएसन यस्तो छ हामीलाई पनि त कति गाह्रो भएको छ यो सबै देखेर कसलाई राम्रो लाग्छ
अब यति नै हो। लास्टमा म केही भन्न चाहदिनँ। मेरो भिडियोहरू त्यस्तो नबनाइदिनु होला, नराम्रो कमेन्ट नगर्नु होला, नराम्रो नसोच्नु होला मेरो बारेमा।